सो गाइज हामी चाहिँ साथीको घर जान आँट्यौँ होइन। अनि त्यो साथीको हामीले थाहा नै भएन कि फोन गरेको फोनै लागेन होइन। अनि त्यसपछि पुरा बारी नै बारी छ। अब थाहा भयो नि एउटा दाइ चाहिँ त्यहाँ छ होइन। हामीले चाहिँ झ्यापमा भएर जस्तो लाग्यो। कुन खेतै खेत पुरा खेतै खेत छ। अब यता आइज भन्थ्यो, यता चाहिँ झ्यापमा छ अरे। अब त्यही दाइले सोध्छौँ होइन, त्यो दाइले के भन्छ। झ्यापमा छ जस्तो छ कि पुरा बोतलहरू छ होइन। रक्सीको बोतल नि समातेर बस्यो। हेर न झुलेर बस्यो। दाइ 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 यो बाट एड्रेस कता हो भनिदिनु त यसो। ए दाइले त रक्सी पो खानु भए रहेछ। छोड्न बे भाइ, कुन एड्रेस हेर न। दाइ यार यो बाटो बताउनु न, यो कतातिर जुम गर भाइ। जुमै छ के दाइ, हजुरको आँखा नदेखेको। यो बाटो हैन सिधा जा। आफ्नो हिसाबले सिधा जा, आधी घन्टा पुग्छस्। सिधै सिधै जाने हो दाइ, पुगिन्छ नि। सिधै जा ल जाम। सिधै जा। सिधै भने अब हेर सिधै भनेछ के रे बाटो यस्तो खाल्टा खुटी बाटो नै यस्तो खाल्टो छ के यार। बाटो नै के होला, बाटो नै छ सिधै भन्थ्यो। खोला छ त यहाँ त। खोला पो छ त यार यहाँ त। मान्छे रौडा रहेछ हेर नि। सिधै जाने हेर त। खोला हेर त यहाँ। कसरी तर्ने पो यो खोला। त्यही त जाम भयो, त्यही दाइलाई सोधौँ। फेरि जाम त सोधौँ। मान्छे त औडा रहेछ योमा। गोदिने के गोदिने र गोदेर भाग्ने र हेर त झन्। हेर त गाइस मान्छे त हेर त पुरा रक्सी खाएर हेर त गिलास फालेको यता। हजुरले त्यहाँ खोला बताउनु भए रहेछ। खोला छ त दाइ त्यहाँ त। कसरी तर्ने? ए भाइ यार खोला छ। खोला छ? खोला छ। ए पाखे के गर्छौ तिमीहरू? के पढ्छौ भाइ? कति क्लास हो? हामी 10 मा। 10 मा हो? दिमाग छ कि नै? छैन। छैन? जा भाइ जा, म नाउ मगाइदिन्छु। ल दाइ यार अर्जेन्ट छ के दाइ, छिटो मगाउनु न। साथीले कति 11 बजे बोलाएको, 2 बजिसक्यो यार दाइ। यसो बुढीले बोला भाइ। साथीले बोलाएको के दाइ, हैन बुढीले। अर्जेन्ट चुलाएर बस, कल आउन दे। ल दाइले फोन आउँदैछन्। चुप भाइ चुप। दाइ त उठ्न नसक्ने हेर त रक्सी खाएर बस्यो। गिलास बोतल नि फुटाले। नाउ मगाइदिनु त। दुईटा बालकहरू चढ्न सकेन के, त्यो तर्न सकेन नाउ। बोलाइदिनु त। मान्छे नै उभिन सकेको छैन गाई। के के भनिस् भाइ? केही नै होइन दाइ। केही नै होइन यहाँ। जा मैले नाउ मगाइदिन्छु। नै होला जाम। नाउ मगाइदिएछ दाइले। नाउ आउँदैछ अरे ल। हामी चाहिँ बाटो होइन दाइ होइन। बाटो नै यस्तो छ, कसरी जाने भो। बरु म पुलिसलाई फोन हान्छु। ओके यो मान्छे रक्सी खाएर यता बस्यो। गएका चाहिँ हामी जान लाग्यौँ होइन। अनि यहाँ यस्तो खोला छ, यस्तोमा नि कहीँ नाउ हिँड्छ र। खै एकछिन कुराउँ गरे नाउ आउँदैछ अरे। नाउ त आइसक्यो भने खै त आएको यार। खुस्किरहेछ यो दाइ त यार। खै त उसले फेरि फोटो खिच्दैछन् हामीले यस्तो हुन्छ भनेर होइन। खै के हो त यार। पुलिसलाई फोन गर्छु। यो मान्छे ट्यापे रहेछ, गाँजा साजा खाने। त्यहाँ गाँजा बनाएर हो। ल मैले पुलिसलाई फोन हाने। फोन हेलो हेलो सर, हजुर कता हुनुहुन्छ? ए मेरो एड्रेस चाहिँ यो एड्रेस कता हो होला? यो हामी नाम थाहा छैन कि यस्तो। खै हामी यहाँ साथीको घर आएको आउन लाग्यो। अनि यता फेरि कहाँ हो, कहाँ यहाँ एउटा मान्छे भेटेछ रक्सी खाएको, बाटो नि बता छैन, गाँजा बनाएर गाँजा खाइरहेको छ ऊ हेर्नु त। ए के अरे होइन यो बाटो थाहा भएन हजुर। यो के भन्छ नि, आधी घन्टाको बाटो छ, हजुर आउनु त, यहाँ एउटा मान्छे छ। होइन कि होइन? गर्लफ्रेन्ड होइन या दाइ। गर्लफ्रेन्ड नै होइन? गर्लफ्रेन्ड होइन दाइ यार। हेलो हजुर को बोल्नु भएको? हजुर यो भाग्यो भाग्यो हजुर हेर्नु त।